Sushobit Mukhia, representing Climax. The second participant of this category will be Bhuvanesh Pradhan, representing Havelocos. नमस्ते, मेरो कथाको शीर्षक छ म मरेछु। लेखक गणसिंह गुरुङ। आमा आमा ढोका खोलिदिनुहोस् न भन्नु बित्तिकै मेरो मनमा एउटा अज्ञात डर उत्पन्न भएर आयो। मलाई आजसम्म थाहा छ यो मेरै घर हो। यस घरमा म जन्म लिएको हो। यस घरको कुना कुनामा बलुवा र रोडाहरू भएको म परिचित छु। म यस घरमा जन्मेर म हुर्केको हो। यस घरमा मलाई जन्म दिने आमा यस घरभित्रै हुनुहुन्छ अनि मेरो साना प्यारा भाइ बहिनीहरू पनि यस घरभित्रै नै छ। तर यो भइ के हो सम्झन थाले म यसरी किन डराएको होला? आफ्नै घर जान म यसरी किन अन्कनाएको होला? यति दिन घर जान्दा त घर पनि अर्कै भएछ। आजकल त घर पनि अर्काको जस्तै लाग्न थालेको छ। जुन घरमा म जन्मेर हुर्केँ त्यस घरमा म आज नौलो छु। मलाई आज कसैले चिन्दैन, मलाई आज कसैले जान्दैन। यति दिन पछि भेट्दा त आमा कति खुसी होलान्। अब रात निकै बितिसकेको थियो। टाढाबाट स्याल रहेको अनि कुकुर कराएको मात्रै सुनिरहेको थिएँ। म चाहिँ त्यस ढोकाको अगाडि उभि नै रहेको थिएँ। धेरै देरसम्म त्यहीँ उभि नै रहेको थिएँ। सोच्दै कि आधा रातमा किन दुःख दिने? आमा भाइ बहिनीहरू पनि सबै निदाइसक्यो होला नि त। तर फेरि त्यो ढोकाको अगाडि आउनुसम्म फेरि घरभित्र नपसी फेरि फर्किनु यो मनले मेरो मान्दै मानेन। म ठुलो अझ मन्जसमा परेँ। एक मनले भन्छ घरको ढोकाको अगाडि आउनुसम्म फेरि फर्किहाल्ने, घरको माया लाग्दैन। फेरि अर्को मनले भन्छ आमा भाइ बहिनीहरू निदाइसक्यो होला नि त, सुतिसक्यो होला, भोलि आउँदा हुन्छ होला नि त। म त्यस ढोकाको अगाडि फेरि गएर म फेरि भन्न थालेँ आमा आमा ढोका खोलिदिनुहोस् न। भित्रबाट न त केही उत्तर आयो न त कसैले ढोका उघाडिदियो। मलाई मनभित्रबाट धेरै नरमाइलो भएर आयो। सोच्न थालेँ कि आज पनि आमाले मन मारेछ कि भनेर। म त्यस ढोकाको अगाडि च्याच्च्याक्क बसेँ। त्यो रातको सुनसानमा मेरो मनमा धेरै कल्पनाहरू आउन थाले। सोच्न थालेँ म यताबाट झुरुक्कै उठेर हिँडेँ भने कोही आयो भने घरभित्र कोही पस्यो भन्दै म त्यस ढोकाको अगाडि बसेँ घरको सच्च रक्षक भएर। तर जब टाढाबाट भाले बाँच्नु बित्तिकै म जसङ्ग भएँ। म त्यहाँबाट हिँड्न थालेँ। हिँड्नु त हिँडेँ नि, तर मलाई अत्तो पत्तो नै थिएन म कहाँ जान्दैछु, म कहाँ जानुपर्ने, मेरो घर कहाँ हो भनेर। म कति अभागी रहेछु। आज त म आमा भाइ बहिनीहरूसित सँगै बस्न पनि सक्दिनँ, सँगै खान पनि बस्नु सक्दिनँ। म हिँड्दैछु, कहाँ हिँड्दैछु मलाई अत्तो पत्तो छैन। तर खै कहाँबाट कुन चाहिँ बाटो चलाएर आउँदा म त्यस ढोकाको अगाडि आमा ढोका अगाडि दिनुहोस् न भनी नै बस्थेँ। जब कसैले ढोका उत्तर नदिएर म त्यो ढोकाको अगाडि धेरै ढकढकाउन लाउँथेँ। त्यो रातको सुनसानमा यति ठुलो हल्ला मचाएर आमा भाइ बहिनीहरू ठुलो लट्ठी लिएर मलाई कुद्न आउँथे। मलाई धेरै डर लागेर म ठुलो रुख पछाडि गएर लुकी नै बस्थेँ। जब आमा भाइ बहिनीहरू यताउता हेरिसकेपछि म फेरि त्यस ढोकाको अगाडि बसी नै बस्थेँ। तर कहिले चाहिँ म त्यस घरको भित्र लुकी सुटुक्कै जान्थेँ। आमा भाइ बहिनीहरू सबैजना खाना बसिरहेको हुन्थ्यो। म पनि त्यहाँ भाइ बहिनीहरूको छेउमा गएर ठ्याच्चक्कै बस्थेँ। आमा भाइ बहिनीहरू खान थाल्थ्यो। तर मेरो भाग्य हुँदैन थियो।
आमाले मलाई नहेरेको जस्तो गर्थ्यो। आमाले सोद्धा कतिपल्ट सोद्धा आमाले मलाई पुलुक्क हेरेको जस्तो गर्थ्यो, तर के भन्थेन। त्यसपछि म त्यहाँबाट जुरुक्कै उठेर घर बाहिर गएर रुई नै बस्थेँ। तर त्यसपछि चाहिँ कस्तो आमाको अगाडि घृणा हुन थाल्यो। कस्तो आमा आफ्नै छोरालाई यस्तो मन मारेछ भनेर माया नै गर्दैन मेरो आमाले भनेर त्यो सोचमा म त्यस रात ढोकाको अगाडि पनि गएन। अब त घर छोडेको ठ्याक्कै 5 वर्ष भइसकेको थियो। म चाहिँ फेरि त्यस ढोकाको अगाडि अहिले चाहिँ अलिकति बिस्तारै भन्न थालेँ, आमा ढोका अगाडि दिनुहोस् न भन्न बित्तिकै मैले यसो सुन्दा आमा बोलेको जस्तो लाग्यो, तिमीहरूको भाइ मरेको अझ ठ्याक्कै 5 वर्ष भइसक्यो, खै आजकल त याद पनि आउँदैन। त्यो सुन्नु बित्तिकै म ठुलो भिरबाट लडेको जस्तो लाग्यो। मेरो मुटु भुइँमा झरेको जस्तो लाग्यो। अरू केही नसुनिसकेर म फेरि त्यहाँबाट भाग्न थालेँ। म ठुलो जङ्गलको बिचमा गएर एकछिन बसेँ। जब म सानो थिएँ आमाले भन्थे मरेको मान्छेहरूको छाया हुँदैन भनेर। त्यो याद आउनु बित्तिकै म एउटा ठुलो मैदानमा गएँ जुन टह लागिरहेको थियो। अनि टाढाबाट रुख र घाँस पातहरूको स्पष्ट छाया देखिरहेको थियो। अनि म केही नसोची मेरो छायालाई यताउता पछाडि अगाडि खोज्न थालेँ। तर मेरो छाया नै थिएन। खै अब म साँच्चीमै मरेको। त्यो सोचमा मेरो मुटु अझै ढुक भइसकेको थियो। म फेरि यता हेरी उता हेरी के गर्नु ल भनेर म राम्ररी सोचेँ। जुन रुखको मजाले स्पष्ट छाया देखिरहेको थियो, म त्यस रुखको अलिकति अगाडि गएर म ठुलो सास लिएर म फेरि हेर्न थालेँ। मैले मेरो छाया नै पाइनँ। त्यसपछि मलाई थाहा भयो म मरेछु। म मरेछु। धन्यवाद।